हाम्रा सहभागी हुन आउने साथीहरूलाई रोक्ने प्रयास जति भइरहेको छ त्योभन्दा बढी मात्रामा हाम्रा आउने साथीहरूको सङ्ख्या पनि थपिँदै गएको छ। त्यो सूचना साथीहरूले दिइरहनु भएको छ। काठमाडौँमा आउने पाका मानिसहरूलाई फ्लाइटको टिकट आफैले बुक गरेर कतिपय साथीहरू सल्लाह गरेर आइरहनु भएको छ। कतिपय ठाउँमा बसमा सामूहिक रूपमा आउने प्रयास गरिरहनु भएको छ। उहाँहरू सबैलाई हाम्रो यहाँ काठमाडौँमा आवासको व्यवस्था जसलाई पर्छ उहाँहरूका लागि आवासको व्यवस्था हामी सामूहिक रूपमा खान्छौँ। 26 गते राति, 27 र 28 गते हामी 2 दिन हाम्रो यो विशेष महाधिवेशन पुरा गर्छौँ। र विशेष महाधिवेशनका सन्दर्भमा अहिले पनि कतिपय संशयहरू र कतिपय अफवाहहरू, कतिपय मिसलिड गर्ने कामहरू र मिसइन्फर्मेसन डिसेमिनेट गर्ने कामहरू भइरहेको छ। नेपाली काङ्ग्रेसको इतिहासमा दोस्रो पटक हुन लागेको र विशेष कारण खुलाएर पार्टीका साथीहरूले बहुसङ्ख्यक 54.58% साथीहरूले जुन प्रस्ताव गरेर केन्द्रीय कार्यालयमा असोज 29 गते बुझाउनु भएको थियो त्यसका अनुसार अहिले नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनको अन्तिम तयारी भइरहेको छ। अझ पनि केही तपाईहरुले संस्थागत रूपमा पहल गर्नुहुन्छ कि भनेर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराउन गएको टोलीलाई हिजो ध्यानाकर्षण पत्र समेत नबुझेर फर्काइएको अवस्था छ। मतलब विषयको गम्भीरता जसरी हाम्रा साथीहरूको तर्फबाट हामीहरूले राखिरहेका छौँ, हाम्रो साथीहरूले राखिरहनु भएको छ, देशभरिका तमाम नेता कार्यकर्ताहरू, शुभेच्छुक मतदाताहरूले यो गम्भीरता जसरी बुझ्नु भएको छ, केन्द्रीय कार्यालयमा रहनुभएका आदरणीय नेताहरूले त्यसको गम्भीरता बुझ्नु भएन। त्यो गम्भीरता नबुझ्दै गर्दा हिजो बुझाउन गएको ध्यानाकर्षण पत्र समेत नबुझेको त्यो प्रकरण तपाईले देखिसक्नु भएको छ। त्यसक्रममा केही आक्रोशहरू पनि अभिव्यक्त भइरहेका छन्, सोशल मिडियामा पनि आक्रोशहरू व्यक्त भइरहेका छन्। तर हामी यो विशेष महाधिवेशन आयोजक साथीहरूका तर्फबाट विनम्रतापूर्वक सबै साथीहरूलाई आग्रह गर्छौँ, तपाईहरुको आक्रोश, हामी सबैको आक्रोशको त्यहाँ प्रतिबिम्ब तपाईहरुको मार्फत झल्किरहेको पनि तपाईहरुले सार्वजनिक ठाउँमा, सार्वजनिक स्थानहरुमा अथवा सोशल मिडियाका प्लेटफर्महरुमा त्यो खालको आक्रोशहरू शालीनतापूर्वक मात्रै व्यक्त गर्नु होला, त्यसमा हुलुज्जत लगायतका अरू ठाउँहरु नगर्दिनु होला। यो पनि हाम्रो तर्फबाट विशेष आग्रह छ।